ल हेलो व्हाट्सअप गाइज आजको चाहिँ हाम्रो कस्तो भन्ने अब एकदम 81 प्लान भनौँ। अब हामी चाहिँ कहाँ गइरहेको छौँ केटा हो हिले गएको रातिको 5 बज्यो। केटाहरू गइसके हामी विनोद र म छौँ। ल लास्टमा चाहिँ हामी दुईजना ल उता गएर भेट्नुपर्छ। सभा खोलाको पुल छ सियो अब Never really know what's going on. टाइम चाहिँ 7:37 भयो। केटाहरू पखरीवास आइपुगेको छ। कहाँ बस्ने भनेर सोध्दैछन् केटाहरू। ल हाम्रो हिलेको यात्रा चाहिँ जारी छ। विशालेको चाहिँ हेडलाइटै छैन भन्दैछ। केटाहरू तेल हाल्न रेडी छ। हिलेमा आइपुग्यो। होटलमा टक्क बस्या छ। आगो छ। विनोद सर, थापा, मिस्टर खड्का, चुङ्गी, प्रदीप अनि निरज सर हाम्रो स्पेसल सर। ल अब यस्तै चल्दैछ। राति आइपुग्यो। कति भयो चाहिँ थाहा छैन। टाइम हेर्दाखेरि कति छ यो टाइम देखाउँदैन। 8:16 भयो। विनोद र मैले होटल 2 राउन्ड हिलेमा हानेर खोजेको। होटल चाहिँ माउन्ट मकालु भ्यू कि समथिङ के छ। अहिले चाहिँ भ्यू देखिएन, भोलि देखिन्छ। विनोद चाहिँ पहिले आइराखेको हो। नपुग्नु नपुग्नु के बालेर काम छैन कि यो। बेलुकाको 11 बज्यो। हाम्रो चाहिँ खाना चल्दैछ टक्क। लोकल झोल आएको छ कुखुराको। त्यो चाहिँ कडा छ जस्तो छ हेर्दा। भात खाइसक्यो भन्दैछ निरज सरले। ल अब खाइन्छ।
सहर चियाबारी हाम्रो त्यही परो घर हाम्रो होइन खानबारी सहर सोनाखोला राम्रो त्यही परो घर हाम्रो कास्कीमा छोरी पातलै मोरी लैजाने आँट हाम्रो लैजाने आँट हाम्रो। अर्को यो लाइन चाहिँ सुनेको छैन भन्छ भाइ के भनेर फेरि अन्त ऐनामा क्या त्यो ठुलो ऐना रहेछ नि त सुई 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 गयो ढोका ट्याङ 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 हान्छ यस्तो मान्छे छ को यो भन्छ म जस्तै मान्छे कुट्न रेडी भइसकेको थियो अरे अनि म चाहिँ को हुन्छ अघि त बाहिरको मान्छे देखिरहेको थिएँ 2-3टा अनि यो हाम्रो रुम हो भन्दै आउँछ होइन मैले भाइसँगै रहेछ क्या यो हाम्रो रुम भन्ने चाहिँ डेट चाहिँ सुरु भयो केटाहरू रेडी भइसक्यो विशाल सर चाहिँ 7 बजे घर पुग्छु भन्थ्यो थापा अहिले चाहिँ हामी हिरे बजारमा छौँ। अब हामी तोङबा चोक हुँदै एक राउन्ड हानेर यो बाटो हुँदै लेकबो हुँदै खानबारी फर्किँदैछौँ। अहिले त मौसम पनि एकदम सेक्सी छ। के गर्छ सर? अरे के प्रदीप सर भन न केही छैन सर। कस्तो लागिरहेछ भन न। केही छैन सर। लजाएर भएन प्रदीप सर चाहिँ भ्यू हेर्दै बसिरहेछन् केटाहरू। हाम्रो थापा सर यहाँ हुनुहुन्छ फेरि थापा सर हो। अब हामी चिया खान्छौँ। चिया खान्छौँ होइन अब किनभने ग्यास्ट्रिकले हामी हामीलाई धोका दिने सर हाम्रो टिमबाट नखेलेर यो बिहानी एफसीबाट खेल्यो यो सबै हाम्रो 69 ब्याचकोले चाहिँ हेर्नुपर्ने अवस्था छ। ल यति हामी स्टार्टेड। अब हामी चाहिँ टक्क फर्स्ट खान्छौँ बाहिर निस्केर त्यसपछि खानबारीतिर लाग्छौँ। कन्डिसन यस्तो छ गाइजहरू रेडी पुरै ठाउँमा आइपुगेको छ। खाना खाइरहेछन् केटाहरू। पापा मेरो चाहिँ थुक्पा गाइजहरूको खाना।